नमस्कार सबैजनालाई। एलकेजीको नानी बाबुहरूले आज सायद एउटा बुक लिएर आएको हुनुपर्छ। हजुरहरूले ब्याग हेर्नुभयो होला सबैजनाले। यो चाहिँ सानो स्टोरी छ। एउटा पात्र छ, यहाँ टाइगर छ, तर उसको नाम छ जेम एन्ड द क्याप। यसमा चाहिँ जेम र उसको क्याप टोपीको कथा लेखेको छ। हामीले यो स्टोरी पढाउँदै गर्दा उहाँहरूलाई वर्डहरू कसरी रिडिङ गर्ने भन्ने सिकाउनु साथसाथै यसले भन्न खोजेको कथाको मिनिङ पनि बुझाइरहेको हुन्छौँ। धेरै जसो बच्चाहरूले लगभग यी वर्डहरू पढ्न सक्ने हुनुभएको छ र कसैलाई अलिक गाह्रो परिरहेको पनि हुनसक्छ। हामीले यहाँ प्रयास गर्ने साथसाथै हजुरहरूले पनि अलिअलि हेरिदिन सक्नुभयो भने त्यसले झन् सजिलो बनाउँछ नानी बाबुहरूलाई। सुरुमा जिम ह्याज अ क्याट। हामीले यो पढाउँदाखेरि ज ए गरेर तिनटालाई जोडेर ज ए एम जेम भनेर यसरी एउटा वर्डलाई पढाउँछौँ। जेआइएम जेम भन्ने तरिका पुरानो तरिका भयो। हामीले यिनीहरूको इन्डिभिजुअल साउन्डलाई चाहिँ जोड्नुपर्छ। सो ज एम जेम भयो। त्यस्तै अब यो भन्ने चाहिँ एचको आवाज हो। त्यसलाई ह भनेर भन्न अलि मिल्दैन। यो आवाज नभएको साउन्ड हो, हावा मात्रै आउनुपर्छ। सो एज, तर एसले त स भन्ने साउन्ड दिने हो, तर कहिलेकाहीँ यसले ज भन्ने जेडको साउन्ड पनि दिन्छ। यहाँ त्यही नै भएको छ। त्यो बच्चाहरूले सजिलै बुझ्नुहुन्छ 2-4 चोटि भनिदिइसकेपछि। सो ह्याज, एज, ह्याज। A cap, cap. As, has. A cap, cap. हजुरहरूले बुकको पछाडि हेर्नुभयो भने लगभग कुन साउन्डहरू पढिसकेपछि यो स्टोरी बुक पढ्ने उनीहरूलाई पढ्नको लागि सजिलो हुन्छ भन्ने कुरोहरूको लिस्ट दिएको हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ। जस्तै भावलतिर हेर्नुभयो भने सोर्ट ए भन्छ, त्यो भनेको आ साउन्ड भयो। त्यस्तै सोर्ट आई भनेको ए साउन्ड। नेपालीमा ह्रस्व ए जसलाई भन्छौँ त्यही नै हो यो भनेको। दीर्घ ई भनेको चाहिँ लामो ई हुन्छ। युजुअली 2वटा ई या डबल ई आएको अवस्थामा त्यति बेला ई भन्ने, जस्तो सी भन्दा लङ खालको ई आएको हुन्छ नि। यो आईको सर्ट साउन्ड भनेको चाहिँ ए छोटो र ई मात्रै पनि गर्न सकिन्छ, ए गर्न नि सक्यो। ब्रिटिसहरूले अलि बढी ए गर्छन्, ई हाम्रो नेपालीको जस्तोको नजिक गर्न खोज्छन् भने अमेरिकनहरूको अलि बढी ए साउन्डतिर जान खोजिरहेको हुन्छ। सो आ र ए साउन्ड युज भएका भावलहरू युज भएको छ। फेरि हेर्नुहोस् न। सो उसँग क्याप थियो। अब क्यापमा के भएछ त हेर्नु है। द, यो द मा टिएचले भन्छ तर ई बोल्दैन। यो चाहिँ ट्रिकी वर्ड भन्छौँ हामीले। यहाँ कुन ट्रिकी वर्ड, कसले रुल फलो नगर्ने वर्डहरूको लिस्ट दिएको छ हेर्नु। यिनीहरू हाई फ्रिक्वेन्सी वर्ड पनि हुन्, धेरैचोटि दोहोरिने। उहाँहरूलाई हामीले यसलाई द, यसलाई अ, यसलाई ह्याज र यसलाई इज भनेर एकैचोटिमा साउन्ड छोटो साउन्डबाट नगरिकन डाइरेक्ट वर्डहरू पढाउन सक्छौँ। सबै जस्तो वर्डहरूमा लास्टमा ई आयो भने त्यो ई बोल्दैन। सो त्योभन्दा अगाडि जे छ त्यसको मात्रै साउन्ड हुन्छ। तर यहाँ चाहिँ ईले अ भनेको छ, त्यही भएर यो ट्रिकी वर्ड भयो। पुरै रुल चाहिँ फलो गर्दैन, अलिअलि गर्छ। टिएचले आफ्नो साउन्ड त भन्छ तर ईले चाहिँ भनेको छैन। ओके, त्यस्तै यो चाहिँ आ भनेर पढिरहेछन् बच्चाहरूले, तर हामीले अ मात्रै भनेपछि यो पनि रुल त फलो गरेन। सो यो पनि एउटा ट्रिकी वर्ड भयो। त्यस्तै ह्याजमा ह्यास भएन नि त, एसले जेडको साउन्ड चोरेको हुँदा यसलाई हामी ह्याजलाई पनि ट्रिकी वर्डमा राख्छौँ र इज पनि त्यस्तै भइहाल्यो। फेरि हेरौँ। द क्याप ह्याज अ रिप। द, यसलाई एकैचोटिमा भनिदिनु होला। द
यो जिब्रो थोरै बाहिर दाँतबाट निकालेर द गर्न सिकाउँछौँ हामीले। यो इन्टरनेसनली सबैतिर दको साउन्ड त्यो हुन्छ। नेपालीको द अलि भित्र जिब्रो राखेको हुन्छ भने इङ्ग्लिसको चाहिँ जिब्रो बाहिर राखेर थोरै हावा फाल्नुपर्ने हुन्छ, लाइक गरेर द, द्याट, दिस भन्ने हुन्छ यो। ख्याप सजिलो छ, उहाँहरूले सजिलै भन्न सक्नुहुन्छ। एप यो भनेको आधा कको साउन्ड हो। सीले साउन्ड दिन्छ भन्नुको मतलब यो आधा कको साउन्ड भयो। एप, ख्याप। अब बच्चाहरूले सधैँ एप गर्नु पर्दैन, अलिअलि जानिसकेपछि डाइरेक्ट यसलाई ख्याप भन्नुहुन्छ। त्यति बेला फेरि ल के रहेछ यो साउन्डहरू भन त भनिरहनु पर्दैन। मिलाउनु भयो भने, मिलाउनु भएन भने चाहिँ हेर त साउन्ड केबाट जोडेर बनिएको छ भनेर हजुरहरूले रोकेर सोध्नुपर्ने हुन्छ। बच्चाहरूले डाइरेक्ट द क्याप ह्याज अ रिप भन्नुभयो भने हजुरहरूले केही गर्नु परेन, सच्याइरहनु परेन, सिकाइदिनु परेन। त्यस्तै द रिप इज ब्याड, द चिनिहाल्नुहुन्छ। अनि रिप इज तर यो एक डाइरेक्टली इज मात्रै भनिदिँदा नि भयो। सक्नु भएन नि हेर त, यसले इस भनेछ तर यो सले चाहिँ यहाँ ज गर्छ, यसले चाहिँ नमानेर ज गर्छ भनेर एकचोटि सम्झाइदिनु भयो भने अर्कोचोटिदेखि इज भनिन्छ। अब यो ज भनेको जेडको साउन्ड सबैले भन्न नसकेर च जस्तो साउन्ड पनि निकाल्न सक्नुहुन्छ। इच गर्न पनि सक्नुहुन्छ। त्यति बेला हामीले चाहिँ यहाँ सही सिकाउँछौँ, हजुरहरूले चिन्ता नगर्नु होला। सो इज ब्याड ब्याड भनेर बच्चाहरूले पढ्नुपर्ने हुन्छ। जसले ब्याड भन्न सिकिसक्नुभयो उहाँहरूलाई फेरि ब्याड गर भनिरहनु पर्दैन। सुरुमा त्यसरी हामीले साउन्ड जोडेर सिकाउने हो, तर पछि उहाँहरूले आफै दिमागले नै आफै त्यसलाई ब्लेन्ड गर्छ, जोड्छ साउन्डलाई। मनमनै गर्नुहुन्छ सुरुमा ब्याड भनेर मनमनै पनि उहाँहरूले गर्नुहुन्छ। यहाँ चाहिँ अब रिप भनेको चाहिँ यो फाटेको च्यातिएको भाग भन्ने अर्थ आउँछ। सो क्यापमा चाहिँ उसले पुवाल देख्छ होइन त, जिमले एउटा पुवाल देख्छ। अनि त्यसपछि द रिप इज रियली ब्याड भन्ने अर्थ लागेको छ, ठुलो छ, ओहो कस्तो धेरै च्यातिएको भन्ने अर्थ यो स्टोरीमा छ। जिम इज स्याड। ओके, अब बच्चालाई हामीले टोपी त च्यात्यो अनि जिम ह्याप्पी हुनुभयो कि स्याड हुनुभयो त भनेर हामीले ह्याप्पी प्लस स्याडका मिनिङहरू बुझाउन सक्छौँ यो स्टोरीमा, ह्याप्पी र स्याडको मिनिङहरू। सो जिम इज स्याड भनेर हामी एक्सन पनि गरिदिन सक्छौँ। स्याड भनेर किन स्याड हुनुभयो त भनेर क्वेसन गर्नुपर्छ हामीले बेला बेलामा। वाइ इज हि स्याड? बिकज देयर इज अ रिप इन हिज क्याप भनेर हामीले भनिदिनु पर्यो। बिरालोले हो त त्यो च्यातेको, त्यस्तो रिप गरेको बिरालोले हो त? बच्चाले होइन भनिहाल्नुहुन्छ, किनकि हामीले स्कुलमा एकचोटि दुईचोटि पढाइसकेका पनि छौँ यसलाई। डेड कसैले यो डलाई ब साउन्डतिर ल्याउनुहुन्छ, डलाई ब गरिदिनुहुन्छ। त्यो ठुलो इस्यु होइन, यो संसारभरि हुने नै हो। डी र बी लेख्दा उस्तै छन्। हामी पो हजारौँचोटि देखेर बानी परिसकेका छ, बच्चाहरूले धेरै पटक देखिसक्नु भएको छैन, त्यही भएर यो झुक्किनुहुन्छ। त्यसमा चिन्ता नगर्नु होला, सच्याइदिनु होला, उल्टो भन्नुभयो भने द भइहाल्यो। क्याट, रेप। अब यो आरको साउन्ड चाहिँ हामीले नेपालीको आर गऱ्यो भने बहुत गाह्रो हुन्छ इङ्ग्लिसका वर्डहरू पढ्नलाई। सो सकेसम्म हजुरहरूले सक्नुहुन्छ भने यो चाहिँ जिब्रो थोरै माथि जान्छ, मुख अलिअलि अगाडि आउन पनि सक्छ। रेप। अब यो आईको साउन्ड रेप। ओके, यसलाई रिप भन्दा पनि केही फरक पर्दैन। रेप इट। डिड द ऱ्याट रिप इट? मुसाले हो त। डिड अघि नै भइहाल्यो, द चिनिहाल्नुहुन्छ अब। ऱ्याट हामीले अब यो साउन्डहरू ब्लेन्ड गर्दाखेरि ऱ्याट भनेर त्यसरी भनिदिनु भन्दा पनि सुरुमा त गर्नु पर्यो, अलि पछि उहाँहरूलाई कन्टिन्युस साउन्ड सुनाइदिने। कसरी त? ऱ्याटलाई ऱ्याट।
अब छुट्टा छुट्टै जस्तो पनि भयो तर जोडियो नि त लामो बनाएर मिसाएको ऱ्याट अलि छिटो ऱ्याट अझै छिटो ऱ्याट गरेर चाहिँ हामीले भन्न सक्छौँ डिड द ऱ्याट रिप इट डिड द ऱ्याट रिप इट अन्तिममा सेन्टेन्स एकैचोटिमा पनि भन्न सक्ने बन्छन् बच्चाहरू पछि अहिले त भर्खर सुरुमा अब रिडिङ गर्न सुरु गर्न लाग्नु भएको छ धेरै चिन्ता त गर्नुपर्ने बेला भएको छैन यी कुराहरू चाहिँ इभन इङ्ग्लिस स्पिकिङ कन्ट्रीहरूमा पनि 1 या 2 मा पढाउने कुराहरू हुन् सेन्टेन्स स्ट्रक्चर पढ्ने भनेको 1 2 मा मात्रै पढाउँछ अब हामीले युकेजीमा पढाउँछौँ भने त यहाँ एलकेजीमा धेरै कम्प्लेक्स सेन्टेन्सहरू पढाउँदैनौँ तैपनि सिम्पल फनिक्सको रुल फलो गर्ने केही सिम्पल वर्डहरू सेन्टेन्सहरू चाहिँ बुझ्न सक्ने पढ्न सक्ने हुनुहुन्छ बच्चाहरू बिस्तारै द ऱ्याट डिड यो क्यापिटल देख्नुभयो भने अलि यसलाई स्ट्रेस दिनुपर्छ अलि फोकस गर्नुपर्छ डिड रिप द क्याप सो ऱ्याटले नै हो नि त हो त्यसैले गरेको हो भन्ने अर्थ आयो नि त सो ऱ्याटले चाहिँ टोपी च्यातिदिएको काटिदिएको रहेछ भन्ने बुझ्यो फेरि अन्तिममा जिम फेरि अर्को क्याप किन्न जान्छन् होइन बच्चाहरूले हामीले पहिला कुन कलरको क्याप थियो भनेर सोध्न सकिन्छ अनि लास्टमा कुन कलरको किन्न जानुभयो त भनेर सोध्न सकिन्छ किनभने बच्चाहरूको अटेन्सन भएन भने त्यो कलरहरू याद गर्नुभएको हुँदैन यदि अटेन्सन भएर सुन्नुभएको छ भने त्यो कलरहरू याद हुन्छ एकचोटि भनिसकेपछि सो हि इज बाइङ a green cap. After he buys, Jim has a cap. Jim has a cap. Cap. Has मा के छ त z साउन्ड छ हजुरहरूले पनि z को साउन्ड सिक्दिनु भयो भने यति धेरै ठाउँमा युज हुन्छ हेर्नु त डज भन्यो भने पनि z कै साउन्ड छ लास्टमा इज भने पनि त्यही छ वाज भने पनि त्यही छ हामीले सबै रङ साउन्ड युज गरेका छौँ जे को साउन्ड या च को साउन्ड चाहिँ युज गरिरहेका हुन्छौँ डाडु ज या च को साउन्ड चाहिँ युज गरिरहेका हुन्छन् हेलो गाइज भन्नुपर्नेमा हेलो गाइज भनेको कति सुनिन्छ होइन सो जेडको साउन्ड सिक्दिनु होला सक्नुहुन्छ भने बच्चाहरूले होइन भने पनि सच्याउनु पर्दैन हामीले यहाँबाट सिकाएर पठाएको साउन्डहरू सच्याउनु भएन भने पनि युकेजी पढिसक्दासम्म लगभग बच्चाहरूले नबिर्सिने गरेर सम्झिसक्छन् साउन्डहरू यसरी चाहिँ यो स्टोरी भनिसकेपछि हजुरहरूले स्टोरीबाट क्वेसनहरू आफै गराउन सक्नुहुन्छ होइन के थियो रे टोपीमा वाट ह्यापन टु द क्याप भनेर सोध्न सक्नुभयो हजुरहरू सक्नुहुन्छ भने छोटो भयो भने इङ्ग्लिस सेन्टेन्सहरूमा सोधिदिनु भयो भने इङ्ग्लिस पनि बोल्नुपर्ने रहेछ भन्ने कन्सेप्ट बच्चाहरूमा डेभलप हुन्छ सो वाट कलर वाज द क्याप इन द बिगिनिङ एन्ड वाट कलर क्याप डिड यु बाई एट द एन्ड भनेर सोध्न सक्नुभयो त्यस्तै अरू who did the cap? Was it the cat or was it the rat? Who did it? भनेर सोध्न सक्नुभयो नेपालीमा सोध्न पनि सक्नुहुन्छ कसले रहेछ त पाल पारेको कसले काटिदिएको रहेछ कसले च्यातिदिएको रहेछ टोपी कसले बिगारिदिएछ भनेर पनि सोध्न सक्नुहुन्छ यस्तो स्टोरीहरू पढ्दै जाँदा बच्चाहरूलाई इन्ट्रेस्ट जाग्दै जान्छ पढ्नमा होइन यो बुक पढेपछि अर्को बुक पढौँ लाग्न सक्छ अर्को बुक अझै नयाँ बुकहरू पनि हामीले पठाउँछौँ अहिलेलाई यो बुक घरमै राख्नु होला फेरि त पठाउनु पर्दैन र एकचोटि दुईचोटि यसो दिनमा एकचोटि यो राम्ररी भन्न नजानुन्जेलसम्म हजुरहरूले खै त त्यो बुक पढौँ त भनेर बच्चाहरूलाई पढ्न बसाउन सक्नुहुन्छ थ्याङ्क यू